यो चाहिँ कोरियनहरूले खाने खानाहरूमध्ये एक हो। यसको नाम चाम्पङ हो। कोरियनहरूले खाने खाना चाम्पङ कस्तो किसिमको हुन्छ म तपाईँहरूलाई सबै देखाउने छु है त। स्पेसल्ली आज हामीले बेलुकाको खाना बनाउन अल्छी लागेर अर्डर बुक गरेका थियौँ र त्यो अर्डर हामीमाझ आइपुगिसकेको छ। कस्तो किसिमको हुन्छ हाम्रो साथीहरूले खोल्दै हुनुहुन्छ। सुरुदेखि अन्तिमसम्म हेर्नुहोस् है त, म तपाईँहरूलाई सबै देखाउने छु। हो यसलाई मोमोज भन्छ है। कस्तो मोमो भन्नु? यो धेरै मिठो हुन्छ, बङ्गुर मिसाएको हुन्छ भित्रतिर हैन, धेरै मिठो हुन्छ सर। एकचोटि खानु न, बार बार खान मन गर्छ। कुरा चिन्छ। यसलाई लामे जस्तो लागिरहेछ। यो चाम्पङ हो, चाम्पङ। यो छ नि, यो टप्प डोब्ने यसमा खाइहाल्यो, मिठो हुन्छ, धेरै मिठो हुन्छ। यो चाहिँ छत्कारा त पठाइन्छ त आज। कम्प्लेन गरिदिनु न हाइकोर्टमा। कोरियाको हाइकोर्टमा यो अचार सचार सब छ सर हैन। यस्तो हुन्छ नि सर, यस्तो त्यो छैन सर। यो चाहिँ मुला हो। मुला यो मुलाको पहेँलो चाहिँ मुला हो, एकदम मिठो हुन्छ क्या। सर गजब मिठो हुन्छ सर, गजब मिठो हुन्छ, गजब हुन्छ सर, गजब मिठो। यसलाई चाम्पङ भन्छ सर हैन। चाइनिज ओङसिक हो, फुड हो, बसाइ सरेर कोरियामा आएछ। कोरियामा पनि फेमसै छ यो, मिठो हुन्छ सर। मिठो हुन्छ है, नेपालको झनै मिठो हुन्छ है। यो चाहिँ कुल सुलहरू मिसाएर बनाएको हुन्छ होइन, एकदम मिठो महरू मिसाएको हुन्छ, गुलियो हुन्छ। यसरी खाइन्छ है सर। यसमा भिजाउने यसरी मजाले यसरी खान्छ। हरायो हरायो। रखे मगाया जी ठुलो खाना फाल्तु खाएको।